साथीहरू मेरो आमाले भन्ने गर्नुहुन्थ्यो क्या, छोरी तिमी पढ्यो र ठुलो मान्छे बन्नु अनि जागिर खानु, देशको सेवा गर्नु, सरकारी नोकरी खानु। मैले जागिर पाएँ नि, ठ्यारै ठुलो जागिर पाएको छु आमा, चिन्ता नगर्नुहोस्। बिहान 5 बजेदेखिको बेलुका 10 बजेसम्म मेरो जागिर यही हो है आमा। तपाईँ स्वर्गमा हुनुहुन्छ बाबा मम्मी, तर मेरो जागिर भनेको हजुरले भने जस्तै पाएको छु। के गर्नु, बाबा आमाले भनेको बेलामा पढे लेखेन। अब राम्रो पढे लेखेको थियो भने त ठुलो सरकारी जागिर पाइन्थ्यो होला हैन। आमा बाउले भनेको नमानेर यस्तै जागिर छ है त आमा। चिन्ता नगर्नुहोस् आमा, मैले यही जागिर पाएर भए पनि तपाईँको नाता नातिनीलाई चाहिँ पालेर एक झुम्रो खाना र एक झिम्रो लाउने चाहिँ बनाएको छु है त आमा। तपाईँको छोरीलाई दुःख छ भनेर चाहिँ चिन्ता नमान्नु है आमा, एकदमै मलाई सुख छ। चिन्ता नगर्नु, तपाईँको नानी नाति र नातिनीहरूलाई एकदमै राम्रोसँगले पढाएको छु, लेखाएको छु। दुःख गरेर भए पनि राम्रै लाउन दिएको छु, राम्रै खान दिएको छु है आमा। तपाईँको छोरीको प्रगति देखेर माथिबाट भए पनि आशीर्वाद दिनु होला। ल स्पेसल थुक्पा पनि ल, यस्तै छ है त छोरीको प्रगति। कता हो यो चाहिँ? तातो भयो तातो भयो। तपाईँलाई चटपटी हो, भाइलाई चाहिँ अर्को भाइलाई चाहिँ कति टाढो अचार कति हालिदिउँ? बिर्सेछु हौ म त, कहिले काहीँ त खुस्किन्छ कि दिमागले।